SQC Education, Korean Language Center, Bagh Bazaar, RR Campus पछाडि। यो चाहिँ क्रियापदको फर्मल एन्डिङ भन्यो। क्रियापदको फर्मल एन्डिङ भन्दा टेन्सको आधारमा यो चाहिँ प्रेजेन्ट हुन्छ भनेर भन्नु है त, प्रेजेन्ट। अब हामीले यस्तै गरेर क्रियापदको मूल रूप धातुमा प्लस अत आत यत, क्रियापदको मूल रूप धातुमा अत आत यत लगायौं भनेदेखि के हुन्छ एकचोटि हेरौँ है त। छन फागुन वगस्मिदा वगस्मिदा है। छन फागुन वगस्मिदा भन्दाखेरि यहाँनिर क्रियापद चाहिँ मक्ता है, क्रियापद चाहिँ मक्ता। अब यसो गर्दाखेरि म चाहिँ भातलाई खाएँ भन्ने अर्थ हो, म चाहिँ भात खाएँ। यसरी म भात खाएँ भनेपछि अब टेन्सको आधारमा यो पास्ट हो है त, किनभने मैले अथवा म चाहिँ भात खाएँ भनेपछि टेन्सको आधारमा खाएँ भनेर हामीले यसलाई चाहिँ पास्ट भनेर भन्छौँ। भिएसटीमा अत आत यत जोडिँदा पास्ट हुन्छ भन्ने एउटा मान्यता बनायौँ है त। म चाहिँ भात खाएँ भन्दाखेरि चाहिँ लागे लगाउने, नलगाए नलगाउने, नलागे नलगाउने, भात भनेर यहाँ लागे लगाउने, नलागे नलगाउने, यो हाम्रो पुरानो पाठ भइहाल्यो। अब हाम्रो सरोकारको विषय चाहिँ यहाँनिर क्रियापदको फर्मल एन्डिङमा हेरौँ है त। यसरी हेर्दाखेरि क्रियापद मक्ता भनेपछि मक्ता भनेको खानु, मक्ताको मिनिङ हुन्छ खानु। अब यहाँनिर दा हटाएपछि, यो दालाई हटाएपछि बाँकी रह्यो मक, यो चाहिँ भिएसटी हो है, मक भिएसटी भनेको क्रियापदको मूल रूप धातु प्लस हामीले यहाँ अत जोड्यौँ, अत जोडेपछि यो चाहिँ अब यहाँ भिएसटीमा अत आत यत पास्ट भनेर भनेका छौँ हामीले। अत जोडेपछि यो चाहिँ अब पास्ट इन्डिकेटर हो, प्लस यहाँ कन्सोनेन्टमा सकिएपछि सुब्निदा लगाएको छ। भिएसटी प्लस अत प्लस सुब्निदा, भिएसटी क्रियापदको मूल रूप धातु हो, धातुमा चाहिँ आयो हाम्रो मक प्लस अत जस्ताको तस्तै आयो प्लस सुब्निदा, सुब्निदा। यसो गरेपछि मक भनेको धातु, अत भनेको पास्ट इन्डिकेटर, सुब्निदा भनेको फर्मल एन्डिङ। यसो भएपछि यहाँ पनि हेर्न सक्यो, मक भनेको धातु, अत भनेको पास्ट इन्डिकेटर अथवा पास्ट इन्डिकेटर गर्यो, सुब्निदा भनेको फर्मल एन्डिङ, फर्मल एन्डिङ भनेको मक भनेको भिएसटी। अब हामीले यसरी वगस्मिदालाई मक्ता भन्ने क्रियापद, मक्ताको अर्थ खानु, दा हटाइदिएपछि यो बाँकी रहेको मक, मक भनेको भिएसटी, अत भनेको पास्ट इन्डिकेटर, सुब्निदा भनेको फर्मल एन्डिङ। यसरी भिएसटीमा अत लगाएर हामीले चाहिँ पास्ट बनायौँ। हामीले क्रियापद मात्रै लिए पनि हुने हो, जस्तो फोदा भन्ने एउटा क्रियापद हो। फोदाको अर्थ हुन्छ हेर्नु, हेर्नु, देख्नु। दा हटाइदिएपछि यहाँनिर चाहिँ बाँकी भिएसटी हो प्लस आत जोडिदिउँ है त, आत प्लस सुब्निदा। यसरी गरौँ, भिएसटीमा फो हो प्लस आत गर्यौँ, आत प्लस फर्मल एन्डिङमा यहाँ कन्सोनेन्ट भएपछि सुब्निदा नै हुने हो, सुब्निदा। अब यसको चाहिँ
हामीले ओ र आ जोड्दाखेरि यहाँ एउटा ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भन्दा ओ प्लस आ बराबरी ओआ भनेको छु। त्यसो हुँदाखेरि यो ब जस्ताको तस्तै आयो, सुरुमा आउँदा प्राय फ उच्चारण हुन्छ अनि डबल छ फास, अनि यहाँनिर यसो गरेपछि सुप निदा यसरी चाहिँ भयो फासुप निदा। अब फासुप निदा भनेको चाहिँ अब हेरे हेरे अथवा देखे अथवा हेर्नु देख्नु भनेको के हो त भन्दाखेरि फेरि, अथवा हेर्नु देख्नु भनेको के हो भने भेट्नु, अथवा यसलाई चाहिँ हामीले फेरि भेटे। अब यो भनिसकेपछि यो पनि पास्ट नै भयो है, भिएसटीमा अतार्किक चाहिँ पास्ट हुने हो। अब यहाँनिर चाहिँ भिएसटी क्रियापदको मूलक धातु, आग भनेको पास्ट इन्डिकेटर र सुनिदा भनेको फर्मल एन्डिङ। फो भिएसटी हो, आग भनेको पास्ट इन्डिकेटर, यहाँ कन्सोनेन्ट भएपछि सुनिदा आयो। अब यसलाई जोड्दाखेरि फासुनिदा हेरे देखे। अब हामीले भिएसटीमा अत्र आत लगायौँ, अब यत लगाउँ है त भनेको। अब हामीले एउटा क्रियापद लियौँ मासिदा। मासिदा भनेको पिउनु। अब यहाँ दा हटाइदिएपछि यो हो भिएसटी प्लस यत प्लस कन्सोनेन्ट इन्डिङ भएपछि सुनिदा बराबरी के हुने हो त भन्दा मासी प्लस यत प्लस सुनिदा। अब यहाँ कन्फर्म भनेको केही पनि छैन, यहाँ भनेको ई प्लस य हो। हामीले ई प्लस य भनेर पढाएको छैनौँ संयुक्त स्वरमा है। ई प्लस य संयुक्त स्वरमा नभएपछि यो स्वर चाहिँ शून्य स्वर हुने भयो वा एम्टी भयो। शून्य स्वर वा एम्टी भयो भनेको के हुने हो त यो स्वर चाहिँ लोप हुने हो, अनि बराबरी के हुने हो त मा अनि स, अनि यो यत चाहिँ फर्मुलाकै यत हो। हामीले भिएसटीमा अतात्यात भनेछौँ, फर्मुलाकै यत भएपछि यसरी चाहिँ के हो त मास्यसु निदा। अब भिएसटीमा अतात्यात लगाउँदा पास्ट हुन्छ भनेपछि मासिदा भनेको पिउनु, मासी भनेको पिउ, अनि यहाँनिर मास्यसु निदा भनेपछि पिए भो पिए। यसरी चाहिँ हामीले पास्ट बनायौँ भनेको क्रियापदको मूलरूप धातु, यत भनेको पास्ट इन्डिकेटर, सुनिदा भनेको फर्मल एन्डिङ। भिएसटीमा मासी ई आएपछि यत आयो, अनि यहाँनिर हामीले ई प्लस य नहुने भएपछि ईलाई चाहिँ शून्य स्वर बनाएर यतलाई चाहिँ के गर्यौँ त यहाँ जोड्यौँ। अब हामीले एउटा मगज सुनिदा, अर्को फासुनिदा, अर्को मास्यसुनिदा। यसरी तीनवटा फरक फरक प्याटर्नहरू हेर्यौँ। यसमा लागेको यहाँ लागेको भनेको अत, यहाँ लागेको भनेको आत र यहाँ लागेको भनेको यत। यसरी अत आत यत लाग्यो। हामीले यसलाई अत आत यत भने तापनि अब यहाँनिर मक यो भिएसटी पछाडि अत लाग्दाखेरि यो स झुन्डिएर आयो। नेक्स्ट अल्फाबेट भवेल छ वा कन्सोनेन्टमा स नै छ भने यसको उच्चारण स हुन्छ है। फेरि सुन्नुहोस्, नेक्स्ट अल्फाबेट भवेल वा कन्सोनेन्टमा पनि स नै छ भने यसको उच्चारण स हुन्छ। यहाँ पनि नेक्स्ट अल्फाबेट भवेल वा कन्सोनेन्टमा स छ भने यसको उच्चारण स हुने हो। र यहाँ पनि मास्यसुनिदा यसरी चाहिँ उच्चारणहरू। यहाँनिर फो चाहिँ भिएसटी हो, आत चाहिँ यो आत आयो। यहाँ मास यो स चाहिँ ई चाहिँ
यो स चाहिँ ई हटेको क्रियापदको मूलरूप धातुबाट ई हटेको स हो। त्यसैले यो यद चाहिँ सँगै यहाँ आयो। यसरी मपस्मिता, फास्मिता, मासेस्मिता, यसरी तीनवटा पास्ट टेन्सको प्याटर्नहरू हेर्न सक्छौँ। अब तपाईँहरुमा एउटा कन्फ्युजन हुन सक्छ, अत कति बेला, आत कति बेला र यत कति बेला लगाउने भनेर। सामान्यतया अत आत यत चाहिँ यसरी लगाइन्छ। कन्सोनेन्ट वा उ भयो भने यहाँ चाहिँ अत लगाउनुस्, कन्सोनेन्ट र ओ र आ हुँदा चाहिँ ओ अथवा आ हुँदा चाहिँ आत लगाउनुस् र ई भयो भने चाहिँ यत लगाउनुस्। जेनेरली क्रियापदको मूलरूप धातुमा अन्तिममा आउने अक्षर कन्सोनेन्ट वा उ छ भने अत, ओ र आ छ भने आत र ई आयो भने यत लगाउनु भयो भने अत आत यत यो पास्ट टेन्समा हुन्छ। र यहाँ तीनैवटामा स कन्सोनेन्ट भावनाले यता फर्मल एन्डिङमा चाहिँ सुग्निदा लाग्ने भयो है। ल अब अर्को प्याटर्न भिएसटी प्लस गेट भन्नुस् है। गेट भिएसटी प्लस गेट भयो भने चाहिँ यो फ्युचर हुन्छ है। फ्युचर भनेको खादा भन्ने क्रियापद लियौं, यसमा दा हटाइदियो भने खा चाहिँ भिएसटी प्लस गेट राखियो भनेदेखि यहाँनिर फर्मल एन्डिङ फेरि पनि सुग्निदा नै हुन्छ। अब यसलाई जोड्दाखेरि के हुने हो भन्दाखेरि खादा भनेको जानु हो, अनि खा अनि गेट यसो गरेर खागे सुग्निदा गर्यो भनेदेखि खागे सुग्निदा भने जाने छु यसरी हुने हो है। यसमा चाहिँ गेट मात्रै हालिदिनु हो भने हुन्छ। अब हामीले टेन्सलाई यसरी हेर्न सक्छौँ। क्रियापदको मूलरूप धातुमा ब सुग्निदा लगाइयो भने प्रेजेन्ट, भिएसटीमै अत आत यत लगाइयो भनेदेखि पास्ट, फर्मल एन्डिङमा अघिल्लो अक्षर चाहिँ कन्सोनेन्ट भावनाले सुग्निदा नै हुने हो। त्यस्तै गरेर भिएसटीमा गेट लगाइयो भनेदेखि यो फ्युचर हुने हो। खादा भनेको जानु हो, दा हटाएपछि खा चाहिँ क्रियापदको मूलरूप धातु या भिएसटी हुने हो, प्लस गेट फ्युचर इन्डिकेटर हो यो, अनि सुग्निदा भनेको फर्मल एन्डिङ हो। यसरी खागे सुग्निदा भनेको जाने छु। अब हामीले टेन्सलाई यसरी हेर्न सक्ने भने यसलाई समराइज गर्दाखेरि क्रियापदको मूलरूप धातुमा औपचारिक अन्त के हुन्छ भन्नेले टेन्स अथवा कालको चाहिँ निर्धारण गर्ने हो। क्रियापदको मूलरूप धातुमा ब सुग्निदा लगाउँदाखेरि टेन्सको आधारमा प्रेजेन्ट हुने हो। अब यो एउटा औपचारिक अन्त्य हो, तर टेन्सको आधारमा चाहिँ प्रेजेन्ट हुने हो। बनिदा चाहिँ धातुको अन्तिम अक्षर स्वर भएन, सुग्निदा चाहिँ धातुको अन्तिम अक्षर व्यञ्जन भएन। त्यस्तै गरेर धातुमा हामीले अत आत यत, त्यस्तै गरेर धातुमा हामीले अत आत यत लगायौँ भने यो पास्ट हुने हो। यहाँ अघिल्लो अक्षर चाहिँ कन्सोनेन्ट हुँदाखेरि फर्मल एन्डिङमा सुग्निदा नै जाने हो, यही सुग्निदा। त्यस्तै गरेर भिएसटी धातु वा क्रियापदको मूल रूपमा गेट लगायौँ भने फ्युचर हुने हो। गेट लगाउँदाखेरि अन्तिममा आउने अक्षर व्यञ्जन भावनाले यहाँ पनि सुग्निदा नै हुने हो। अब प्रोनाउन्सिएसनमा यो अत भनेर भने यो आत यत भन्यो, यहाँ गेट भने पनि यो स झुन्डिएर नेक्स्ट अल्फाबेट भवेल वा कन्सोनेन्टमा पनि स भन्ने नै छ भने, भवेल वा कन्सोनेन्टमा स छ भने यसको उच्चारण स नै हुने हो। यसरी हामीले क्रियापदको औपचारिक अन्त्यले एउटा टेन्सलाई अथवा काललाई निर्धारण गर्ने कुरा हेर्यौँ र बनिदा ब सुग्निदा लगाउँदाखेरि प्रेजेन्ट, अत आत यत लगाउँदाखेरि पास्ट र गेट लगाउँदाखेरि फ्युचर यसरी हेर्यौँ।
अलिकति अल्मलिनु सक्ने भनेको यो अत आत यतमा हो। अत लगाउने भनेको कन्सोनेन्ट र उ हुँदा, आत लगाउने भनेको ओ र आ हुँदा र यत लगाउने भनेको इ हुँदाखेरि यसमा अलिकति ख्याल गर्नु होला। र क्रियापदको मूल रूप धातुमा गेप आयो भने फ्युचर हुने हो। अब हामीले यसरी तीनवटा टेन्स हेरिसकेपछि तीनवटा टेन्सको पनि अविच्छिन्न प्याटर्न है भनेको कन्टिन्युसको ढाँचालाई हेर्छौँ। अब VST प्लस गोइङ हो भनेदेखि VST प्लस गोइङ हो भनेदेखि यहाँ प्लस फर्मल ल्यान्डिङ चाहिँ सुविधा हुने भयो है। सुविधा भनेपछि VST क्रियापद चाहिँ अब हामीले के लियौँ भन्दा ल खादा लियौँ। खादाको अर्थ हुन्छ जानु, ता हटेपछि बाँकी यहाँ रह्यो खा भनेको यो VST प्लस गोइङ प्लस यहाँ कन्सोनेन्ट भएपछि यहाँ सुविधा लाग्ने हो। सुविधा यसो गर्दाखेरि बराबरी के हुने हो भन्दा खा गो इट। अब यहाँ स भएपछि यसको उच्चारण स नै हुने हो। खाको सुविधा भनेपछि गइरहेको छु यसरी हुने हो। अब गइरहेको छु यो चाहिँ प्रथम पुरुष एकवचन, गइरहेको छु यो चाहिँ कर्ता प्रथम पुरुष एकवचन आई हुँदाखेरि गइरहेको छु हुने हो। यसैमा चाहिँ सेकेन्ड पर्सन राम्रो भने गइरहेको छ हुने हो। यसैमा सीता वा स्त्रीलिङ्गी छ भने गइरहेकी छिन्। त्यसैमा प्लुरल हामी भयो भने गइरहेका छौँ हुने हो। अब गइरहेको छु भन्दाखेरि यो कन्टिन्युस त हो नै, कन्टिन्युस। तर कन्टिन्युस के को भन्दा प्रेजेन्टको कन्टिन्युस हुने हो। अब हेर्नुहोस् फेरि पनि VST मा क्रियापदको मूल रूप धातुमा गोइङ लगायो भनेदेखि अनि प्लस फर्मल ल्यान्डिङमा चाहिँ सुविधा नै हुने हो। यहाँ कन्सोनेन्ट भएपछि सुविधा नै हुने हो। यसो हुँदाखेरि खादा भन्ने क्रियापद दिँदाखेरि जानु हो, VST चाहिँ खा हुने हो। प्लस यो खामा यहाँ गोइङ भनेपछि यो यसले चाहिँ कन्टिन्युस जनायो, कन्टिन्युस। त्यस्तै गरेर सुविधा भनेको फर्मल ल्यान्डिङ हो, खा भनेको VST भइहाल्यो। अब यहाँनिर हेर्दाखेरि पनि खा भनेको VST, गोइङ भनेको कन्टिन्युस, सुविधा भनेको फर्मल ल्यान्डिङ। यसो गर्दाखेरि खाको सुविधा गर्दाखेरि गइरहेको छु। अब यो चाहिँ टेन्सको आधारमा कन्टिन्युस हो तर के को प्रेजेन्ट हो। टेन्सको आधारमा यो चाहिँ प्रेजेन्ट कन्टिन्युस भयो। अब कन्टिन्युसको एउटा प्याटर्न हेरेपछि हामीलाई सजिलो हो। किन सजिलो हो भन्दाखेरि VST प्लस गोइङ गऱ्यो भनेदेखि कन्टिन्युस हो, प्लस यहाँ कन्सोनेन्ट हुँदाखेरि अप आउँछ। गोइङ हो, गोइङ हुँदाखेरि अन्तिममा कन्सोनेन्ट हो, कन्सोनेन्ट पछि अप आउँछ फर्मल ल्यान्डिङमा। अब यहाँ कन्सोनेन्ट पछि सुविधा हुन्छ। अब यहाँ पनि खादा भन्ने क्रियापद नै लियौँ। खादा भनेको जानु। अब यहाँ यो दा हटाइदिएपछि यो खा भनेको VST प्लस अब यसलाई फर्मुलामा हेर्दा पनि गोइङ भनेको कन्टिन्युस प्लस अप प्लस यहाँनिर यो सुविधा हाल्नु पर्यो फर्मल ल्यान्डिङमा। किनभने अघिको चाहिँ कन्सोनेन्ट हो सुविधा भनेको। अब यसलाई चाहिँ गर्दाखेरि खाको सुविधा यसरी हुने हो। खाको सुविधाको अर्थ हो गइरहेको थिएँ, गइरहेको थिएँ। यसो भनेपछि गइरहेको थिएँ भन्दाखेरि अब के हुने हो त भन्दा कन्टिन्युस हो तर के को पास्ट हो। कन्टिन्युस हो के को पास्ट हो भनेको यहाँ VST खा हो, यो खा हो
यहाँ गोइद हो, गोइद भनेको अविच्छिन्न कन्टिन्युस हो, अद भनेको पास्ट हो, यो भनेको फर्मल एन्डिङ हो। भनेको खा भनेको यहाँ इएसटी, गोइद भनेको कन्टिन्युस, अद भनेको पास्ट, सुनिदा भनेको फर्मल एन्डिङ। यसो गर्दाखेरि खाको इस्स सुनिदा यसरी हुने हो। यहाँनिर पनि गोइद भनेर हामीले भने तापनि नेक्स्ट अल्फाबेट अ भवेल भएपछि यो स हुने हो। नेक्स्ट अल्फाबेट यहाँ कन्सोनेन्ट हो, तर स हुँदाखेरि यसको उच्चारण स नै हुने हो। अब यसलाई सूत्रमा हेर्नुहोस् है, सूत्र फर्मुलामा हेर्दाखेरि भिएसटी गोइद अप भयो भनेदेखि सुनिदा लाग्ने हो। यो टेन्सको आधारमा चाहिँ कन्टिन्युस हुने हो। कुनको कन्टिन्युस? पास्टको कन्टिन्युस हुने हो। अब यसरी नै भिएसटी प्लस गोइद प्लस गेट भनेपछि यो चाहिँ फ्युचर हो। गेट भन्दाखेरि कन्सोनेन्ट आउनाले फर्मल एन्डिङ सुनिदा नै हो। अब यसरी हेर्दाखेरि सजिलै गरेर क्रियापद खादा ल्याउँ। खादा भनेको जानु हो, दा हटाइदिएपछि एसटी हो, प्लस गोइद प्लस गेट प्लस फर्मल एन्डिङमा चाहिँ अघिल्लो अक्षर व्यञ्जन भएपछि सुनिदा भनेपछि यहाँनिर खाको इक्के सुनिदा है। खाको इक्के सुनिदा भनेको गइरहेको हुने छु। अब ने छु भन्ने साथै के हो त? गइरहेको हुने छु होला, कन्टिन्युस हो, तर के को हो त? फ्युचर। अब फेरि हेरौँ यहाँ खादा भन्ने क्रियापदमा भिएसटी खा हो, गोइद भनेको कन्टिन्युस, गेट भनेको फ्युचर, सुनिदा भनेको फर्मल एन्डिङ। भनेको खा भनेको यहाँ भिएसटी, गोइद भनेको कन्टिन्युस, गेट भनेको फ्युचर इन्डिकेटर, सुनिदा फर्मल एन्डिङ। यसरी खाको इक्के सुनिदा। अब यहाँनिर चाहिँ यो स हो, स जुनिँदाखेरि नेक्स्ट अल्फाबेट कन्सोनेन्ट छ भने यो त हुन्छ। यहाँनिर यो त हो भनेदेखि यो पनि त्यो वर्गको पहिलो क हुन्छ है। त्यसो हुँदाखेरि खागो इक्के सुनिदा, खागो इक्के सुनिदा, गइरहेको हुने छु। अब यसरी हामीले मुख्य रूपमा टेन्सहरूलाई हेऱ्यौँ। टेन्सहरूको अरू फर्मेटहरू पनि छन्, अरू फर्महरू पनि छन्। यसलाई हामी भोलि प्यासेज पढ्दाखेरि नै हेर्दै जानेछौँ। ल अब सबै टेन्सहरूको प्याटर्नहरूलाई एकचोटि हेरौँ है त। भिएसटी प्लस सुनिदा चाहिँ भिएसटीमा क्रियापदको मूल रूप धातुमा सुनिदा आयो भने यो चाहिँ के हुन्छ त? फर्मल एन्डिङ हुन्छ। टेन्सको आधारमा यो प्रेजेन्ट। अब बनिदा चाहिँ भिएसटी क्रियापदको मूल रूप धातुको अन्तिम अक्षर स्वर भए बनिदा, धातुको अन्तिम अक्षर व्यञ्जन भए सुनिदा लाग्छ। त्यस्तै गरेर भिएसटी प्लस लाग्यो भनेदेखि प्लस फर्मल एन्डिङमा कन्सोनेन्ट भावनाले सुनिदा नै लाग्ने हो। अब टेन्सको आधारमा यो चाहिँ पास्ट हुन्छ। अब यहाँनिर अत कति बेला, आत कति बेला, यत कति बेला भन्ने कन्फ्युजन हुनसक्छ। अत चाहिँ धातुको अन्तिम अक्षर कन्सोनेन्ट र उ भयो भने, कन्सोनेन्ट र उ भयो भने, आत चाहिँ क्रियापदको मूल रूप धातुको अन्तिम अक्षर ओ र आ भयो भने, यत चाहिँ क्रियापदको मूल रूप धातुको अन्तिम अक्षर, क्रियापदको मूल रूप धातुको अन्तिम अक्षर ई भयो भने है। यहाँ क्रियापदको मूल रूप धातुमा अत आद्य लगाउँदा पास्ट हुन्छ। अत चाहिँ कन्सोनेन्ट र उ हुँदाखेरि अघिल्लो अक्षर, वा क्रियापदको मूल रूप धातुको अन्तिम अक्षर कन्सोनेन्ट र उ हुँदा अत,
क्रियापदको मूल रूप धातुको अन्तिम अक्षर ओ र आ हुँदा आ र क्रियापदको मूल रूप धातुको अन्तिम अक्षर इ हुँदा यत लाग्छ। यतिलाई ध्यान दिनुहोस्। अब क्रियापदको मूल रूप धातुमा भिएसटीमा चाहिँ गेट लगायो भने प्लस यहाँ पनि सुविधा नै लाग्ने हो, किनभने यहाँ कन्सोनेन्ट इन्डिङ हो। यो हो भनेदेखि यसको चाहिँ फ्युचर। अब हामीले पास्ट, प्रेजेन्ट र फ्युचर तीनवटालाई हेरिसकेपछि क्रियापदको मूल रूप धातुमा गोइट लगायो भनेदेखि यो चाहिँ अविच्छिन्न हुन्छ। कन्टिन्युस कन्टिन्युस के को भन्दाखेरि यहाँ सुग्निता मात्रै लगायो भनेदेखि के को हुने हो त भने यो चाहिँ प्रेजेन्टको। त्यस्तै गरेर भिएसटी क्रियापदको मूल रूप धातुमा गोइट लगाएर प्लस अब यहाँ कन्सोनेन्ट इन्डिङ भएपछि हामीले अत लगाउन सक्ने भयौँ। अत लगाउँदाखेरि यो पास्ट भनेछौँ। यसो हुँदाखेरि यो कन्टिन्युस नै हुन्छ, तर के को पास्टको। र क्रियापदको मूल रूप धातुमा प्लस गोइट लगाउँदाखेरि कन्टिन्युस हो, प्लस गेट भन्ने हाम्रो चाहिँ फ्युचरको फर्मुला हो। भयो भनेदेखि कन्टिन्युस हुन्छ के को त फ्युचरको। यसरी हामीले फर्मल एन्डिङ चाहिँ सबैमा सुविधा नै हुने हो। फर्मल एन्डिङ चाहिँ क्रियापदको मूल रूप धातुमा स्वर भयो भने बनिदा र व्यञ्जन भयो भने सुविधा लाग्ने हो। त्यो भन्दा बाहेककोमा चाहिँ हामीले पास्ट बनाउँदा अन्तिममा कन्सोनेन्ट, फ्युचर बनाउँदा पनि कन्सोनेन्ट, कन्टिन्युस बनाउँदा पनि कन्सोनेन्ट, यहाँनिर कन्टिन्युसको पास्ट बनाउँदा पनि कन्सोनेन्ट र कन्टिन्युसको फ्युचर बनाउँदा पनि कन्सोनेन्ट अन्त्य हुनाले सुविधा लाग्ने कुरा बुझ्नु होला। अब यति भएपछि क्रियापदको फर्मल एन्डिङ वा क्रियापदको औपचारिक अन्त्यले नै यो कुन काल हो टेन्सको आधारमा छुटाउन सहयोग गर्छ। हामीले त्यो प्याटर्नहरूलाई यहाँनिर आज हेर्यौँ। आजलाई यति नै।